आगे आगे टोपैको गोला पीछे पीछे मिसिन गन बारिया पीछे पीछे मिसिन गन बारिया आछु छु जाडो चुपी ठाडो गोली कान्छा आज त नौनलाई छस् त तिमी जस्तो हो त महिना दिनमा नुहाउने मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ यी बा पनि झोल मात्रै ढोक्नु छ ठोस हुल्नु छैन धेरै वाक वाक नगर किडनी फुट्ट बाहिर निस्केला किन्जेटले पानी लखर 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 हिँडेछ खुट्टा गोली बोकेछ कानमा ठुलोबाबुको झोला बोकेछ ठुलोबाबुको पछि 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 लाछ ठुलोबाबुको पुछारलाई किन कराट सक्छौ भने जिउलाई कराउ न सक्छौ सक्छु साँच्ची 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 हो साँच्ची के भयो ए बा त्यो अघि भनेको कुरा थियो नि सबै ठुलोबालाई भने 500 रुपियाँ ठाउँको ठाउँ पायो होला ठुलो बा हाम्रो बाले अघिदेखि तपाईँलाई के भन्ने भनिराखन् के कुरा हो भन् तिमीले हात दिनु सिकायौ अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु एक्सक्युज मी नेपालीमा भन अंग्रेजी बुझ्दिन को केटी हो यो त त्यो टोड्के गाउँको केटी हो यही कलेजमा पढ्छ यो दुईटाको पर्या जस्तो छ दाइ साला मैले धर्रा र घण्टाघरको लभ पर्या फर्स्ट टाइम देखेला आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन हाम्री आमा त स्याम्पल पिसै हो नि कहाँ भेटेछन् कुनी हाम्रा बाले त्यसको असर मलाई सोच परिरहेछ यहाँ खै त हाम्रो बाटा दिनभरि घर बसे रात परेसी मापसे तपाईको यस्तो थोत्रो राजनीतिक तर्कले बच्चाहरूको मानसिकतामा कस्तो असर पर्छ सोच्नु पर्दैन त्यसका बाजे जसको बिहे भएको छैन त्यसलाई कसरी थाहा हुन्छ बच्चाको मानसिकता मान्छे उदाकी भए पनि स्वभाव चाहिँ ठ्याक्कै हामीसँग पो मिल्छ त ओए घन्टे मुला के रे के भनिस् छिपेको मुला जहिले मै बुढीलाई दुःख टिक्का लागिसक्यो फेरि बिहाको कुरा ननिकाल है आमा तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त तलाई पाइन तलाई के भयो मलाई 10,000 दिन कति 10,000 यत्रो पैसा किन दिएन यार 10,000 भएन भने त म झुन्नेर मरे हुन्छ पार्टीको पैसा हो तिर्नुपर्छ नि हुन्छ तँलाई पैसा आएछ किन भन् त हिजो रातभरि सुत्नै सकिन एकदमै गाह्रो भयो पूजालाई भगाइदिन्छु म त झन्डेरै मर साला वार्ताको टेबलमा एकचोटि बस्दैन त यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ पछाडिको 6वटा त मैले दिया हो अगाडिको 4वटा कसले दिएछ
कसैले नबुझ्ने भाषामा के भन्न जानुभयो उहाँले? जमिन मुनि पानी छैन रे, भ्याकुताको बिहे गरेपछि पानी पर्छ रे। यहाँ आफ्नै बिहे नभए बेला कहाँ भ्याएको त खोज्न गएर नि। ओइ भोलि तिमीहरूको बिहानै के गर्ने प्लान छ भन त। पियानो उठ्ने, मुखजुनी, बम पड्काउने। 4 बम। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना।